बल्ल आज समय भयो यार, सबै काम भ्याइयो। अब मसँग ठ्याक्कै 3 घण्टा छ। अब चाहिँ म पुरा बाइबल पढ्छु के। हिजो अस्ति समय यो हप्ता महिना वर्ष बितिसक्यो, मेरो समय त्यत्तिकै बर्बाद भइरहेछ यार। खालि यो फेसबुक र टिकटकले समय खाएर हैरान गरेछ यार। एकचोटि होइन दुईचोटि होइन यार, विश्वासमा आएको यत्रो वर्ष भइसक्यो, अहिलेसम्म एकचोटि नि राम्रोसँग बाइबल अध्ययन गर्नु पर्दैन। के भएको? आजबाट एकदमै गहिरो जाने हो कि दायाँ बायाँ छिर्के केही हुँदैन, उत्पत्ति बढ्दै जान्छ, सिधै जान्छ। पख पख एकचोटि त्यो के न्युज आयो त फेसबुकमा, त्यो न्युज हिजोको के राजनीतिक घटनाहरू के भयो, एकचोटि अपडेट त लिनु पऱ्यो नि त, समाजिक कुराहरू पनि थाहा हुनु पऱ्यो। हो त है, 5 मिनट एकचोटि हेरौँ। म त 5 मिनट मात्रै हेर्छु। एकछिन है प्रभु, एकैछिन, म आरामसँग बोल्नु पऱ्यो। ल समय त गइ त सकेछ। 3 घण्टा त फासफुस भएछ यार। आज पनि पढ्छु भने यस्तै भयो यार। मैले पढेर खान सक्दैन, म त केही गर्न सक्दिनँ। आजलाई सुत, भोलि चाहिँ ल। अब आज नै काम सकियो। हिजो मैले पढ्छु भनेर भने पढ्न सकिनँ है। आज चाहिँ पढ यार, सुमन पढ। आज चाहिँ पढ्नुपर्छ तैँले यार। हेत्ते प्रभु यार, आज पढ्नु भन्थ्यो कि आज मेरो मुडै खराब भइरहेछ कि। आज कसरी पढ्न सक्छु भन्नुहोस् त। हिजो म त्यस्तो जोसमा थिएँ, हिजो त्यस्तो समय थियो, म एकदमै आनन्दित भइरहेको थिएँ त पढ्न सकिनँ। आज त मेरो मुडै खराब भइरहेछ, कसरी पढ्न सक्छु म? आज म तपाईँलाई पढ्न सक्दिनँ प्रभु। आज एकदमै कस्तो कस्तो भएछु म। आज अलिक फ्रेस हुनु पऱ्यो कि। आज नि म यसो हेर्छु, तर भोलिबाट चाहिँ म पढ्छु है त प्रभु। अलि बाँच्न पाएँ, बाइबल एकचोटि पढेर मर्थेँ, बाँच्न पाएँ हुन्थ्यो। के गर्नु हेर्नुहोस् न, यस्तो भयो।